होइन बुथ रुङ्ने मान्छे पहिला तयारी गर्नुहोस् न बुथ रुङ्ने मान्छे होइन तपाईँहरूले स्वच्छ प्रतिस्पर्धामा किन बुथ रुङ्नु तपाईँलाई पर्यो? एउटा कुरा के छ दुर्गाजी। भने उही पुनाएर नि त हल्लाउँछ अब 6 महिना अब चुनाव पछाडि देख्नुभयो यो जनमत सङ्ग्रहमा भएन भने अबको चुनावै इन्केस भयो भने यो सिंहदरबारमा नि तिनै पुराना मान्छे आउँछ बुथ रुङ्नु पर्छ र आजको दिनमा 21औं शताब्दीमा अलिकति कम भएका छन् नि यिनै बालन रविहरू गृहमन्त्री पाउनु पर्यो भनेर कुद्न थाल्छन् अनि यिनीहरूको हानाहान पार्टी फुटाफुट हो कि होइन अब कागज त गरिसके अनि त्यहाँबाट कागज गरेर राजनीतिक हुन्छ व्यापारमा कागज हुँदैन राजनीतिकमा कागज गरेपछि सकिएन राजालाई पनि यी दलहरूले कागज गरेका थिए त 5 बुधे गरेका थिएनन् हो त्यसले गर्दाखेरि कागजको राजनीति काम लाग्दैन कुरा बुझ्नु भएन झापाबाट केपी शर्मा ओलीलाई हराउन सक्ने एकजना मात्रै भनेको चाहिँ दुर्गा यो भाइ चाहिँ खालि जिस्किँदै मात्रै रहेछन् क्या म चुनावमा उठ्ने मान्छे होइन अहिले म चुनावमा उठ्ने आवश्यकै छैन